भोलि फट्टे मलाई के भइहाल्यो भने चाहिँ मेरो फेसबुक कसले चलाउँछ होला, मेरो फेसबुकको के हुन्छ होला, मेरो फेसबुकमा यति धेरै मेमोरिजहरू छन्, तिनीहरूको के हुन्छ होला। नमस्ते सबैजनामा, म सुनु शर्मा एउटा आसामबाट तपाईँहरूलाई फेरि पनि स्वागत गर्दैछु मेरो एउटा नयाँ भिडियोमा। बिहान नुहाइधुवाइ पूजापाठ सबै सकेर म चाहिँ किचनमा बसेर सबैको लागि चिया बनाएर लगेँ। त्यसको पछाडि म चाहिँ गीत गुनगुनाउन थालेकी छु। गीत चाहिँ तपाईँहरूलाई म सुनाउँदिनँ, तपाईँहरूले मेरो गीत सुनेर कुनै प्रतिक्रिया दिनुहुन्न, त्यसैले मलाई नराम्रो लागेको छ, त्यसैले मैले आफै गाएँ आफै सुने। अनि यता चाहिँ म बनाउन थालेँ फेरि रोटी। अहिले चाहिँ हाम्रो घरमा अलिक भिडाभिडै चलिरहेको छ। हाम्रो घरमा चाहिँ अहिले 10जना 11जना त्यस्तै भइरहेका छौँ खाना खाने। आज पनि 10जनै छौँ। अनि त्यस्तै हो, सधैँको जस्तै बिहान रोटी भात 2 थोकै पाकिरहेको छ। अनि तपाईँहरूको चाहिँ बिहान खाजामा के खानुहुन्छ? नबनाऊ न त, एकैपल्ट खाऊ न त, दिनभरिमा भन्दा पनि मन मान्दैन। अब केटाकेटी बुढाबुढी अब आफैलाई नै भोक लाग्छ होइन। अनि त्यसैले गर्दा पनि अल्छी नमानी बनाउनु पर्छ। अब जिन्दगीको के छ, खानु पर्यो होइन। अब कहिले के हुन्छ जिन्दगीमा केही थाहा हुँदैन नि त, त्यसैले खान छोड्नु हुँदैन, फुर्ती गर्न छोड्नु हुँदैन। तीमाथि अहिले त फेसबुक चलाउन थालेपछि त फेसबुकमा भिडियो हाल्न पनि छोड्नु हुँदैन। अनि बेला बेला नि यो फेसबुकमा भिडियो बनाउँदै गर्दा आफ्नो एकाउन्ट चलाउँदै गर्दा नि तपाईँहरूलाई चाहिँ यस्तो सोच आउँछ कि आउँदैन थाहा छैन, मलाई चाहिँ त्यस्तो सोच आएको है गर्छ। मान्छेको जिन्दगीको त कुनै भरोसा छैन नि त नि, कहिले के हुन्छ के हुन्छ कसैलाई थाहा हुँदैन नि त नि। फ्याटफ्याटी मान्छे मरिरहेका छन् अचेल। अनि मलाई पनि त्यस्तो सोच आउँछ कि सबैलाई आउँछ कि आउँदैन जान्दिनँ, मलाई चाहिँ आउँछ हौ। भोलिको दिन फट्टी मलाई केही भइहाल्यो भने हुन्छ नि, आफ्नो मान्छेको त के हुन्छ त्यो त सोचिन्छ, नसोच्ने त होइन। म गएको पछि मलाई फट्टी केही भयो भने आफ्नो मान्छेको त के हुन्छ होला भन्ने सोचिन्छ। त्यसको उपरान्त पनि यो मेरो फेसबुक एकाउन्टको चाहिँ के हुन्छ भन्ने पनि पो सोच आउँदो रहेछ त साथीहरू। त्यस्तो पनि सोचाउँछ मलाई चाहिँ, के सोचाएको पनि हुन्छ नि। यति धेरै हुन्छ नि, कति त मैले प्राइभेटमा पनि अपलोड गरेको छु नि त। अब कतिपय चिजहरू हुन्छ होइन, आफ्नो छोराछोरीको हुन्छ, अब आफ्नै पनि हुन्छन्, कत्तिकै स्टाइल गरेका भिडियोजहरू हुन्छ, सबै पनि पोस्ट गर्न मन लाग्दैन नि त। अन्ली मी पारेर पनि प्राइभेटली पोस्ट गरेको हुन्छ। अनि त्यसले गर्दाखेरि अब तिनीहरूको के हुन्छ होला, मेरा भिडियोजहरू यति धेरै छन्, तिनीहरूको के हुन्छ होला भन्ने खालको नि कति धेरै सोचाउँछ कि मलाई चाहिँ। अनि त्यतिकैमा बिहानको खुवाइपाइ सकेर मेरो त पुसपास पनि सकिसकेँ। त्यतिकैमा फेरि दुध आयो, दुध चिया बनाएँ। आज चाहिँ बिहानबाट त्यो खाजा खाउन्जेलमा 4 पल्ट चिया पाएको। त्यसको पछाडि चाहिँ म आएँ कपडा धुन। देख्नु भने एउटा काम सको अर्को कामले म यता छु दिदी भनिरहेको हुन्छ कि। यी कपडा चाहिँ मैले मसिनमै धुएँ, अब आफूले लगाएका कपडाहरू चाहिँ। अनि आज मैले पूजा रुमका कपडा पनि निकालेकी छु। पूजा रुमका कपडाले चाहिँ म हातैले धुन्छु। अब यहाँ चाहिँ अब सबैका कपडा धुइ हुन्छ नि त, त्यसैले गर्दा पूजा रुमका त राम्रो लाग्दैन नि त यहाँ धुन। अनि त्यसैले गर्दा अब फेरि मलाई अप्ठ्यारो पर्छ कि भन्ने डरले पूजा रुमका कपडा चाहिँ मैले अब आजै धोएर सुकाउनु पर्यो भनेर धुइधाइ पारेर सुकाएँ। एकछिन पछाडि सुकी पनि हालेँ, घाम मजाले लागेका थिए। अनि मैले फेरि पूजा रुममा सबै आसनहरू पनि मिलाइसकेर किचनमा पकाउन बसेकी थिएँ त मलाई त अप्ठ्यारो परि त हाल्यो। अनि के गर्नु, अनि अब ममता तिमी चाहिँ सम्हाल है किचन भनेर चाहिँ म चाहिँ छोरी सम्हाल्नतिर लागेँ। गर अब यसो गर, गर अब यसो गर, म्याउ गर, अब यसो गर, गर अब यसो गर, गर गर अब यसो गर, गर गर, हे होइन हौ गर ल ल ल। र त्यतिकैमा दिउँसोको खाना चाहिँ पकाइसकिन् र उनले चाहिँ छोरीलाई खुवाउन भनेर लगिन्। अनि आमा पनि आइपुग्नु भयो। अनि यता चाहिँ आमाले मलाई पस्केर दिनुभयो। आज छुट्टी, तीमाथि फेरि काम गर्ने दिदी आएको हुनाले गर्दा धर्ना पनि गर्नु परेन। अनि आएर चाहिँ म बसेँ। अनि एकछिन पछाडि आमाले दिनुभयो आम। अनि आम खाएर म चाहिँ भोइस ओभर गर्नु पर्यो भनेर बसेकी मात्रै थिएँ, उता रुन थाली सेनिकेटी। यो सेनिकेटी रुन थालेपछि मेरो मन मान्दैन, हुन्छ नि। मैले मेरो काम गर्छु, रुँदै गरोस् केटाकेटी, मलाई त के खाँचो भने जस्तो त्यो मनमा आउँदैन के। कसैले सम्हाल्न सक्नु भएन भने आफै गएर भए पनि लिएर आउँछु। अनि मसँग आएपछि फेरि उसको रुवाई सबै खत्तम। अनि यहाँ आएर हाम्रो रुममा उफ्रिन पाइ भने उसलाई फेरि केही चाहिँदैन, हेर्नु न। अनि उसलाई चाहिँ अब खेलाउन थालेँ। अब ममता पनि किचनमा पस्नुपर्ने हुन्छ होइन, अनि यसलाई पनि त रुवाएर भएन भनेर चाहिँ अनि यसलाई चाहिँ मैले चाहिँ खेलाएर बसेँ। अब छोरी 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 कहाँ थियो, देखाइदेऊ, कहाँ छ देखाइदेऊ, आलाई कसरी बोलाउँछन् देखाइदेऊ न, बाबालाई देखाइदेऊ, भन, खोइ कहाँ छ देखाउ न छिटो,
अब यसलाई कसो गर्छ गुडु 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 गर्छ कसो गर्छ अनि यस्तो केटाकेटीलाई रोइराखेको देखेर छोड्न मन लाग्छ भन्नु त भिडियो पनि गर्न मन लाग्दैन आफू जोइन्ट फ्यामिलीमा हुर्केर होला बाबाहरूले काकाहरूले सबैले एकअर्कालाई माया गरेको देखेर होला आफूलाई पनि त्यस्तै लाग्छ उठा उठा ताली ताली बजाऊ ताली बजाऊ ताली बजाऊ ताली बजाऊ हाम्रो कान्छो छोराको लागि ताली बजाऊ कस्तो खतरा केटी हो यो त खतरा प्रार्थनाको बेला पनि भयो अनि यता छोरीलाई पनि लिएर चाहिँ जानुभयो बाबा अनि म चाहिँ अब जानु पनि भएन पूजा रुममा भनेर म चाहिँ यहीँ बसेँ अनि एकछिन पछाडि फेरि म चाहिँ भिडियो एडिट गर्नु पर्यो भनेर सोचेकी थिएँ फेरि पनि हुरुक हुरुक रोएर अनि के गर्नु भन्नु त अनि केटाकेटीलाई रुवाई भिडियो गर्न मन लाग्छ त लागेन अनि हाम्रो रुममा आएपछि उसको रुवाई सुवाई सबै फेरि खत्तम हुन्छ साँझमा चिया पिएर रातिको खाना पनि हामीले खाइसकेका छौँ अनि मैले चाहिँ यता धन्ना गर्न भनेर थालबुटुका सबै बाहिर निकाल्दैछु अब बाहिर त गर्नु पर्यो बाहिर भइसकेको मान्छेले र यस्तै दुःख सुख जसो तसो भए पनि एडिट गरेर तपाईँहरूको माझमा भिडियो दिने गर्छु तपाईँहरूले यसरी नै अँगालिदिनु भएको छ र आउँदा दिनहरूमा पनि यसै गरी माया दिइरहनु होला बाई